भाइ बहिनीहरू, आज हामी कक्षा 11 को इङ्ग्लिसको लिटरेचर अन्तर्गतको पाठ 1 द सेल्फिस जाइन्ट कथालाई नेपालीमा सुन्नेछौँ र यसको समरी पनि हेर्नेछौँ। एउटा अत्यन्तै सुन्दर गार्डनमा केटाकेटीहरू खेलिरहेका हुन्छन्। चराहरू रुखमा बसेर गीत गाइरहेका हुन्छन्। गार्डन एकदमै हरियाली र सुन्दर भएको हुन्छ। फुलहरूले त्यस गार्डनको सुन्दरता अझ बढाएका हुन्छन्। गार्डनमा वसन्त छाएको हुन्छ। उक्त गार्डन एक सेल्फिस जाइन्टको हुन्छ। एक दिन लामो समयपछि सेल्फिस जाइन्ट आफ्नो गार्डनमा फर्केर आउँछ। ऊ 7 वर्षपछि आफ्नो साथीकोबाट आएको हुन्छ। सेल्फिस जाइन्ट आएको देखेर केटाकेटीहरू भाग्छन्। सेल्फिस जाइन्ट पनि अत्यन्तै रिसाउँछ। उसले गार्डनको वरिपरि एउटा अग्लो पर्खाल बनाइदिन्छ केटाकेटीहरू भित्र आउन नसकुन् भनेर। त्यो पर्खाललाई नागेर केटाकेटीहरू भित्र आउन सक्दैनन् पनि। सेल्फिस जाइन्टले पर्खालमा एउटा नोटिस बोर्ड पनि राखिदिन्छ। केटाकेटीहरूको लागि एउटा नोटिस राखिदिन्छ, तर नोटिसमा लेखिएको हुन्छ ट्रेसपासेस विल बी प्रोसिक्युटेड, अर्थात् अतिक्रमण गर्नेलाई कारबाही गरिनेछ भनेर त्यो नोटिस बोर्डमा लेखिएको हुन्छ। उक्त कुराले केटाकेटीहरू साह्रै दुखी हुन्छन्। उनीहरू त्यस पर्खाललाई हेर्दै भित्रको सुन्दर गार्डनलाई सम्झिएर बस्छन्। उनीहरू एकदमै दुखी हुन्छन् किनकि त्यस्तो खेल्ने ठाउँ त्यो सेल्फिस जाइन्टको गार्डन अथवा अरू कुनै पनि थिएन। त्यत्तिको राम्रो गार्डन अरू कुनै पनि थिएन। बिस्तारै समय बित्दै जान्छ। सबैतिर विन्टर सकिएर वसन्तको सुरुवात भएको हुन्छ। तर सेल्फिस जाइन्टको गार्डनमा भने अझै पनि विन्टर नै हुन्छ। पुरा गार्डन हिउँ र तुषारोले ढाकेको हुन्छ। उसको गार्डन कुनै चराहरू आउँदैनन्। गार्डनमा कुनै चराहरू आउँदैनन्। फुलहरू फुलेका हुँदैनन्। उसको गार्डन एकदम नराम्रो र शान्त भएको हुन्छ। एक दिन जाइन्ट सुतिरहेको बेला बिहान हो हल्लाले उठ्छ। उठेर बाहिर हेर्दा केटाकेटीहरू खेलिरहेका हुन्छन्। चराहरू पहिले झै गीत गाइरहेका हुन्छन्। फुलहरू फुलिरहेका हुन्छन्। केटाकेटीहरू पर्खालको एउटा सानो प्वालबाट छिरेर त्यहाँभित्र खेल्न आएका हुन्छन्। चराचुरुङ्गी फुलहरू फुलेर त्यो गार्डन पहिलाको जस्तै भएको हुन्छ। सेल्फिस जाइन्टले उक्त पर्खाल बनाएको हुन्छ, तर त्यो पर्खालको सानो प्वालबाट केटाकेटीहरू छिरेर भित्र आएका हुन्छन्। अनि पुरा गार्डनमा स्प्रिङ आएको हुन्छ, तर गार्डनको एउटा कुनामा उसले देख्छ त्यहाँ अझै पनि विन्टर नै हुन्छ। एउटा केटा रुखमा चढ्ने प्रयास गरिरहेको हुन्छ, तर सफल हुन सकेको हुँदैन। त्यतिखेर जाइन्टले रियलाइज गर्छ कि म कति सेल्फिस छु। मैले गर्दा यहाँ स्प्रिङ आउन पाएन, विन्टरको विन्टर नै रह्यो भनेर उसले त्यतिखेर रियलाइज गर्छ। उसले त्यस केटालाई मद्दत गर्ने निर्णय गर्छ। केटाहरूलाई मद्दत गर्न ऊ गार्डनतिर जान्छ। उसलाई देखेर केटाकेटीहरू डराएर भाग्छन्। केटाकेटीहरू भाग्दा गार्डनमा पनि फेरि विन्टर आउँछ। त्यस्तै केटाकेटीहरू सबै भाग्छन्, तर त्यो एउटा केटा नभागिकन बसिरहेको हुन्छ। ऊ त्यो रुखमुनि रोएर बसिरहेको हुन्छ। जाइन्टले गएर त्यस केटालाई मद्दत गर्छ र रुखमा चढाउँछ। केटा खुसी हुँदै जाइन्टको गालामा किस गर्छ र उक्त विन्टर फेरि समरमा परिणत हुन्छ। जाइन्टले मद्दत गरेको देखेर सबै केटाकेटीहरू खुसी हुँदै जाइन्टसँग खेल्न आउँछन् र जाइन्ट पनि उक्त केटाकेटीहरूसँग सधैँ खेल्न थाल्छ। एक दिन जाइन्टले उक्त केटालाई गार्डनमा भेट्दैन। उसले खोज्दा केटा एउटा रुखमुनि बसिरहेको हुन्छ। उसको खुट्टामा घाउ भएको हुन्छ। त्यो देखेर जाइन्ट रिसाउँदै यो कसले गर्यो भनेर केटालाई सोद्धा केटा मुस्कुराउँदै मायाको घाउ अर्थात् वन्ड अफ लभ हो भनेर भन्छ। एक दिन गार्डनमा केटाकेटीहरूले जाइन्टलाई भेट्दैनन्। केटाकेटीहरूले खोज्दै जाँदा एउटा रुखमुनि जाइन्टलाई मृतक अवस्थामा फेला पार्छन्। उसको शरीरमा सेतो फुलहरूले ढाकिएको हुन्छ र यसैसँगै कथाको अन्त्य हुन्छ। यस कथाले भन्न खोजेको छ कि सेल्फिसलाई तोडेर काइन्डनेस, लभले लाइफलाई एकदम ह्याप्पी र ब्युटिफुल बनाउँछ। हामीले काइन्ड र सेल्फनेस भयौँ भने हामी स्वर्गमा पनि खुसी साथ रहन सक्छौँ। जस्तै जाइन्ट मरेपछि पनि उसको शरीरमा सेतो फुलहरूले ढाकिएको थियो। यसैसँगै यस कथा अन्त्य भयो।